हेलो अनि नमस्ते सबैलाई। म परशुराम। आज चाहिँ म दुबईको इन्फिनिटी ब्रिज सामु आएको छु। तपाईहरुलाई आज म इन्फिनिटी ब्रिज मेरो पछाडि हेर्न सक्नुहुन्छ। इन्फिनिटी ब्रिज, यो ब्रिज चाहिँ मजाले भिजिट गराउने छु। आउनुहोस्, तपाईहरुलाई अन्डरग्राउन्ड यो क्यानेलको मुनिबाट अन्डरग्राउन्ड बाटो छ, त्यो बाटो पनि देखाउने छु। साथै सँगसँगै हामी त्यो पछाडि देख्दै गरेको इन्फिनिटी ब्रिजमा पनि पुग्ने छौं। आउनुहोस्, यता देख्न सक्नुहुनेछ इन्फिनिटी ब्रिज। इन्फिनिटी ब्रिजको यो साइड आएर यहाँ छ अन्डरग्राउन्ड। यता आएर यहाँ चाहिँ छ पैदल यात्री अन्डरग्राउन्ड देख्न सक्नुहुनेछ। आउनुहोस्, यो ब्रिजको ठ्याक्क छेउबाट यसरी छ बरदुबई देरा जाने बाटो। यता आउनुहोस्, यो चाहिँ समुद्रको क्यानेलको मुनिबाट हामी पैदल यात्रा गरेर यसरी घुमौरो बाटो छ। यो अन्डरग्राउन्डबाट घुमेर हामी जाने छौं। ल, हेर्न सक्नुहुनेछ हाम्रो माथिबाट चाहिँ नाउहरू कुद्दै छ होला। म चाहिँ अहिले ठ्याक्क समुद्रको मुनि आइसकेको छु। यहाँ चाहिँ धेरै राउन्ड घुमेर आउनुपर्ने रहेछ। यो चाहिँ माको बाटो हो, अझै मुनि छ है। यो चाहिँ अब चाहिँ ओरिजिनल समुद्रको मुनि, ठ्याक्क क्यानेलको मुनिको बाटो हो। यो चाहिँ दुबईमा बसेको 3-4 वर्ष भइसक्यो, तर यो बाटो चाहिँ म पहिलोचोटि आएको। आउनुहोस्, तपाईहरुलाई पनि देखाउने छु। देख्न सक्नुहुन्छ अन्डरग्राउन्ड। यो चाहिँ लगभग 200 मिटर जति लामो छ जस्तो छ, 200-300 मिटर। ल, अहिले चाहिँ एक्ज्याक्ट म त्यो क्यानेलको मुनि छु। मेरो माथि चाहिँ नाउहरू कुदिरहेको होला अहिले है। यता देख्न सक्नुहुनेछ, लामो छ, 200-300 मिटर होला। ल, अहिले चाहिँ म लगभग 200 मिटर जति क्रस गरेर अब यता लाग्दैछु। पारी आइपुग्न लागे। यो चाहिँ पारी हो। अब उकालो चढ्दैछु। अघि आएको बाटो चाहिँ मान्छेहरू जाँदैछन्। यता चाहिँ अब उकालो लाग्दैछु। ठाउँ-ठाउँमा चाहिँ यहाँ फायर एक्सटिङ्ग्युजर राखेको छ। आपतकालीन रूपमा आगो-सागो लाग्यो भने रेस्क्यु गर्नलाई सजिलो हुन्छ भनेर ठाउँ-ठाउँमा छ। हरेक 10 मिटरमा राखिदिएको रहेछ। यहाँ चाहिँ केही सूचना बोर्डहरू, भायोलेटर विल बी पेनलाइज बाई ल अरे। सामान फ्याँक्न पाइँदैन है, थुक्नु मिल्दैन, चुरोट खानु मिल्दैन, यो भित्र बस्नु मिल्दैन, सुत्नु मिल्दैन, साइकल कुदाउनु मिल्दैन, अल्कोहल खानेकुरा खानु मिल्दैन, तास जुवा खेल्नु मिल्दैन, र यो लास्टको पिसाब फेर्नु पनि मिल्दैन है, दिसा-पिसा गर्नु हुँदैन। इमर्जेन्सी नम्बरहरू पनि राखिदिएको छ। फायर एक्सटिङ्ग्युजर 10 मिटर अब मास्तिर लाग्दैछु। फाइनली म चाहिँ वारी आइसके। मेरो माथि आकाश देख्न सक्नुहुनेछ। ल, अघि म बरदुबईबाट अहिले चाहिँ देरापट्टि आइसकेको छु। मेरो पछाडि देख्न सक्नुहुन्छ इन्फिनिटी ब्रिज। यहाँ एक्जिटमा चाहिँ देरा लेखिरहेछ। अघि ठ्याक्क पारिपट्टि हामी छिरेको ठाउँ चाहिँ हो, त्यता हो।
पारिपट्टि हो, त्यहाँबाट छिरेर यहाँ ल म चाहिँ अहिले ठ्याक्क दुबईको गोल्डसुक मेरो पछाडि देख्न सक्नुहुनेछ गोल्डसुक बजार। यहाँ चाहिँ सुन चाँदी मार्केटहरू मात्र छ है, सुन चाँदी हिरा। यो गोल्डसुकको ठ्याक्क अर्कोपट्टि देख्न सक्नुहुनेछ इन्फिनिटी ब्रिज। हामी चाहिँ त्यो ब्रिजमा जाँदैछौँ। ल म चाहिँ अलिक नजिक आइसकेँ। यतापट्टि चाहिँ देख्नुहुन्छ फेमस युसुफ भाइको पर्फ्युम पसल है। यहाँ चाहिँ जस्तो भनौँ त्यस्तै। ल म चाहिँ अहिले लगभग ब्रिजको छेउमा आइपुगेको छु। यतापट्टि देख्न सक्नुहुन्छ भड्याङ है, त्यो भड्याङबाट हामी चढ्नेछु। म चाहिँ अहिले ब्रिजको मुनतिर आइसकेको छु। बाटो क्रस गर्ने क्रममा छु, जेब्रा क्रसिङबाट है। यहाँ चाहिँ अब बाटो क्रस गर्नु छ भने यहाँ यस्तो स्विच दिएको छ, यसमा दबाउने वेटिङ भनेर बत्ती जल्छ। त्यसपछि पछाडि देख्न सक्नुहुन्छ रेड बलिरहेछ, त्यो ग्रिन भएपछि मात्र जानु होला। ब्लग है। ल अब लगभग आइयो भड्याङतिर। अब यो भड्याङ चढेर इन्फिनिटी ब्रिज। यता चाहिँ यो गोल्डसुक मार्केट चाहिँ ठुलो छ है, यता पनि यो सबै गोल्डसुकै हो। यहाँ चाहिँ अब म भड्याङ चढ्न गइरहेको छु। भड्याङ चाहिँ देख्न सक्नुहुन्छ, यो माथि चाहिँ फ्लाइओभर है। यो चाहिँ ड्युटीबाट जहिले यही ब्रिजबाट आउनुपर्छ हामीलाई। प्रत्येक दिन यो ब्रिज युज गर्नुपर्ने हुन्छ। भड्याङ चढेर मास्तिर लाग्दैछु। तपाईहरू देख्न सक्नुहुन्छ क्यानल, त्यो इन्फिनिटी ब्रिज कसरी बनाएको छ। ल हेर्नुहोस्, फ्लाइओभर माथि छ है, माथि 6x6 12 लेनको बाटो छ। त्यसको मुनि जम्मा 3वटा पिलर, त्यो मुनि पनि बाटो कुद्दैछ। ल हेर्नुहोस्, तपाईहरू हेर्न सक्नुहुन्छ। यता चाहिँ सिपहरू, कार्गो सिपहरू हो, काटे ढुङ्गाहरू हो। काठको ढुङ्गाहरूबाट लोकल सामानहरू आवत जावत गर्ने। ठुल्ठुलो सिपहरू चाहिँ पर देखिन्छ, पोर्ट रसिद भन्ने हो, त्यतातिर आउँछ ठुल्ठुलो सिपहरू चाहिँ। ल फाइनल्ली चाहिँ म मास्तिर आइपुगेँ, ब्रिजको माथि आइपुगिसकेँ। यता देख्न सक्नुहुन्छ बाटो। लिफ्टको पनि व्यवस्था रहेछ, तर हामी चाहिँ भड्याङबाटै आइयो। यहाँ चाहिँ हरेक ब्रिजहरूमा पर सिप जाँदैछ, पुरा लाइट साइट रहेछ ब्रिजमा। यहाँ चाहिँ यस्तो हाइवेहरूमा डाइरेक्ट जान मिल्दैन है, फाइन दिन्छ। यदि दुबईमा आउनु भएको छ भने यस्तो हाइवेहरूमा कहिले पनि पैदल यात्रा नगर्नु होला, पुलिसले पक्रेर जरिवाना दिन सक्छ। मेरो पछाडि गोल्डसुक बजार यता रहेको छ। ल मजाले हेर्न सक्नुहुन्छ गोल्डसुक। यहाँ पर चाहिँ हायत रेजेन्सी भन्ने ठुलो होटल छ। यो चाहिँ देरा आइल्यान्ड बन्दैछ। अहिले देरा आइल्यान्डको नाम चेन्ज गरेर दुबई आइल्यान्ड बनाएको छ। ल अब चाहिँ लाग्छौँ हामी इन्फिनिटी ब्रिजतर्फ।
ठाउँमा क्यामेरा त कति हो दुबईमा पहिल्यै पछि क्यामेरा छ यताबाट चाहिँ देख्न सक्नुहुन्छ यो ब्रिजको छेउबाट देखिन्छ बुर्ज खलिफा देखिँदैछ यहाँबाट अलिक राम्रो क्लियर आएन तर त्यो चाहिँ बुर्ज खलिफा हो अहिले चाहिँ ब्रिजको धेरै नजिक आइसकेको छु यहाँबाट देख्न सक्नुहुन्छ अघि म आएको चाहिँ अन्डरग्राउन्ड छिरेको चाहिँ यहाँ हो पेट्रोल पम्प देख्न सक्नुहुनेछ त्यसको छेउबाट अन्डरग्राउन्ड हुँदै यो क्यानेलको मुनिबाट वारी यो साइड निस्किएर यो साइड यहाँ नजिक निस्किएर यो बाटो हुँदै यहाँ पर भड्याङबाट चढेर मास्तिर आइपुगे इन्फिनिटी ब्रिज ल फाइनली चाहिँ म आइपुगे इन्फिनिटी ब्रिजको मुनि हेर्न सक्नुहुन्छ मेरो पछाडि देखिँदैछ यो चाहिँ ठुलो पिलर जस्तो देखिन्छ तर यहाँ चाहिँ भित्र छिर्ने पाइप हो है ढोका पनि देख्न सक्नुहुन्छ तपाईँ देख्न सक्नुहुन्छ यसले चाहिँ वेट उठाएको छैन है हल्का यो देख्दै गरेको यसले चाहिँ खासै वेट लिएको छैन यो चाहिँ सोको लागि हो मेन यो पुल दह्रो हुनुमा चाहिँ मुनि छ मुनि स्ट्रङ फलामहरू जोडेको छ यहाँबाट देख्न सक्नुहुन्छ न क्यानल ल भिडियो हेरिदिनु भएकोमा तपाईहरुलाई धन्यवाद म फेरि अर्को भिडियो लिएर आउने छु बाइ